टु माई च्यानल। आज चाहिँ मेरो मामुको बर्थडे हो। यो चाहिँ मेरो बाबा अनि यहाँ चाहिँ बर्थडे गर्ल। हाई भन्नु न। यो चाहिँ बर्थडे गर्ल हो। यो चाहिँ बुवा फुपू फुपू आन्टी अनि यहाँ के हेर्न सक्नुहुन्छ होला। यो चाहिँ गिफ्टहरू अनि म चाहिँ फेरि यो बर्थडे गर्ललाई देखाउन आँटेको। यहाँ हुनुहुन्छ, देख्न सक्नुहुन्छ होला। अब के गरिन्छ अनि यो चाहिँ फुलहरू अगाडिबाट राम्रो खिच्छ है। इन्स्टाबाट खिच्दा न, क्यान्डल लाउनु न यहाँ, क्यान्डल इन्स्टाको त्यो मामु यहाँ क्यान्डल लाउनु न। 2 मिनेटमा अफ गर्दै खिच्छ ल। 2 मिनेटमा 1 मिनेटमा अफ गर्दै खिच्छ। 1 मिनेट भएपछि बस छ नि। मेरो मामु यो त बाबा हो नि त। यो तिम्रो यो अब तपाईँको ओहो तपाईँले मलाई यही राखौँ न पर्यो न, यही राखौँ न। कतिवटा हौ? अनि यहाँ बस्नु हामी सबैजना सेट लगाएर आएको छौँ। तर बाबाको कपाल र केसिमको कपाल एउटै छ। केसिमको कपाल देखाइदियो भने केसिमको कपाल अहिले यो लाग्छ कति नदेखाऊ। मेरो बाबाको ट्याटू हो। हेर्न सक्नुहुन्छ यो आन्टी चाहिँ मसँग नक्कल पारिराख्नु छ। खै फोटो खिच्नुपर्छ होला हामी। यहाँ चाहिँ मेरो अनुहार आइरहेछ। अब हामी यहाँ एकैछिन नाटेको न।
भेडुले कसैलाई बाल दिएको रहेछ भन्छ यहाँ मेरो लुगामा चाहिँ लाग्यो केकले हँ? यहाँ मेरो लुगामा केकले लाग्यो हामी यसरी गरौँ यो चाहिँ गिफ्टको केक हो यो रेड के भयो पग्लिन्छ त्यो सबै अनि खोइ त अनि कसलाई के हो यहाँ के भयो सबैसँग छ नि? यो मामाले डरै लाग्छ अनि चाहिँ अब हामी रेडी आँटेको घरमा यस्तो केही हुँदैन यहाँ मामले एउटा गीत गरेर हुनुहुन्छ मामु 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 मलाई फोन दिनु है मामु होइन एकछिन अहिले खाने पो एकछिनमा त अहिले त मलाई फोन दिनु है ल ल है मामुले चाहिँ मलाई फोन दिनुहुन्छ मलाई तपाईँलाई खाने के? मनपर्छ त्यही भएर ओइ यो आगो हो फोटो खिच्दिउँ न त हामी तिनजना ए म त कागज भनेको सुन आन्टी कहाँ यहाँ आउनु हामी फोटो खिच्नु फेरि फोटो यो नगर न नि उता सेलिन्छ गाइस पार्ट 2 यहाँ हेर्नु होला अब मामुले चाहिँ एउटा विश माग्नुहुन्छ ओइ यहाँ हेर्न सक्नुहुन्छ होला अगाडिबाट घुम्दै खिच्छ सबैलाई सबैलाई यहाँ मलाई नि हेर्नु अनि यहाँ हेर्नु होला यहाँ सोफा मर्नु न डेली यस्तो गरेर घुमाउ न यस्तो गरेर भइहाल्छ यो काट अनि पार्ट 2 हो यो अब एक महिना गयो अनि अब यो चाहिँ पार्ट 3 हो मामु विश गर्नु न एउटा विश होस् नबाल्नु त्यो हो नबाल्नु मन पर्दैन मलाई साँच्ची मनै पर्दैन फु गर्नु न फु विश हो खै खिच न नबाल्ने ह्यापी बर्थडे फु गर्नु न फु फु गर्नु न ल के गर्छ नि त उता खिच्नु परेन किन चाहियो भनेको बर्थडे टु यु यो नि गर्नु न यो ह्यापी बर्थडे अब चाहिँ कोन खाने हो एउटा चाहिँ रुइरहेको एउटाले नि भ्लग बनाएको होला यहाँ केही यहाँ टिभीमा केही सुनेन मम्मीलाई खुवाउनु पर्ने नानी अब शुभ नानीलाई चाहिँ त्यसलाई अनि यसरी भन्छ नि हातले 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 खाऊ न हातले होस् त्यसरी खाऊ खै त गिफ्ट दिएको अनि
ल यसो पनि छोरीको गिफ्ट हाम्रो त छैन त गिफ्ट है बल मार्दै भयो Come here. मलाई के सिम्जे नखाऊ है हाम्रो त के छैन त आएन ठिक छ लोकेसन छिटो माइजूलाई इङ्ग्लिसमा भन्नुपर्छ त्यसले भन्नु त इङ्ग्लिसमा त्यो तलको टिप त्यहाँ केक झरेछ Everybody likes me. Happy birthday. गाउँको छोरी के पैसा दिँदैन मैले निस्किन तिमीले के छैन म तिम्रो यसो गिफ्ट आएछ आएन ल यो गर्छ नि त अस्तिको आएछ आएको छैन यसको नि त्यही त्यो रमाइलो पो हुँदो रहेछ मिलिरहेको थियो
होइन डेलिभरीले यसरी टिपेको थियो त उता फेरि मलाई ब्रेड मात्रै ब्रेड होइन डेलुले यसरी तान्यो कि यताबाट त्यो भन्छ छोरामा आएर क्या हुन्छ मामीले ब्रेड ब्रेड न अनि एकखेप त मलाई खाइसकेको धन्यवाद भयो अब खाऊँ दुईजनालाई नै ढोक्नु न झन्डै उयो नि त साह्रै राम्रो देखेन यो चाहिँ आमा छोरीको गिफ्ट खोल्यो के गिफ्ट दिएछ यो सबै छोरीको गिफ्ट हो एउटा मात्रै बाबाको अलिक गर आउनु न नानीले त थोरै गिफ्ट दिएन त भाइ उसको पैसाले किन्ने कि मम्मीको पैसा बाबाको ए ओ आफ्नै लागि हो राम्रो छोडेर जानुहुन्छ अनि युनिकर्न थ्याङ्क यू अब मेरो पनि आफ्नै लागि हुन्छ यो चाहिँ कलर राम्रो रहेछ नलाग्ने त्यो आज त मेरो गिफ्ट पनि यस्तो त्यो भन्छ कलरको गिफ्ट पनि छोरीकै मात्रै भयो क्या नानी छोरीकै यो चाहिँ मलाई थाहा भयो त्यो बोतल होला हो के पाउँछ खाने बोतल के हो यो डर लाग्छ म त ए क्यान्डिल होइन खाने हो तिम्रो पनि छ कसले दिएको सुन दिनमा सुन 1 केजी सुन यहाँ बोर्ड आउँछ बोर्ड है चाहिँ गोल्डन बुद्ध हुनुहुन्छ अरे वाउ अरे के हो यो अगाडि फर्किनु न वाउ थ्याङ्क यू अब यो के हो यो फ्रेम हो फोटो फ्रेम हुन्छ के हो त नि यसको पैसा होला के रहेछ हौ डेले ओ थ्याङ्क यू
सबै मम्मीकै लागि ल्याइदिएको रहेछ भाँचिएला नि अब त्यसलाई घुमाएर तानेर फेरि अर्कोतिर त्यसै पल्टाउने हो क्या कुन कलर भन्नु थाल्यो ए मर्यो म त हेलो मिस्टर केसिम मामा हेर त मामालाई आइज उता फर्केर